इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्रीकृष्ण महर्जनको तर्फबाट जोजुलपा नमस्कार अनि अभिवादन गर्न चाहन्छौँ। आजको जनसवाल कार्यक्रममा हामीले प्रसङ्ग लिएर आएका छौँ अहिलेका आदिवासी जनजातिहरूले उठाइरहेका मुद्दाहरू र विशेषतः राजधानी समेत रहेको यो काठमाडौँ उपत्यका वरपर सहितको यो 3 नम्बर प्रदेशको विषयमा नेवा समुदाय, तामाङ समुदाय र आदिवासी जनजाति बीच पनि एकदङ्गोको बहस भइरहेको छ। नामको सवालमा, अधिकारको सवालमा, भाषिक सवालमा लगायतका विषयमा पनि एकदङ्गोको बहस चलिरहेको अवस्थामा 3 नम्बर प्रदेशमा बसोबास गर्ने अल्पसङ्ख्यक आदिवासी जनजातिहरू 12वटा आदिवासी जनजातिहरू रहेका छन्। तीमध्ये हामीले विभिन्न आदिवासी जनजातिहरूमध्ये थामी समुदायका आदिवासी जनजातिका अगुवा अभियन्तालाई आमन्त्रण गरेका छौँ। नेपाल थामी समाजका अध्यक्ष हुनुहुन्छ, साथै उहाँ नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय सचिव पनि हुनुहुन्छ। सुखदेव थामीजी हुनुहुन्छ, उहाँसँग अब कुराकानीतर्फ लागौँ। तपाईँलाई नमस्कार जोजुलपा। सेवा नमस्कार जोजुलपा। अहिलेको अवस्थामा जुन चाहिँ 7वटा प्रदेश निर्माण भइसकेपछि एउटा प्रदेशको त नामाङ्करण नै भइसक्यो, कर्णाली प्रदेश। हजुर, अरू प्रदेशको नामको सवालमा अहिले बहस चलिरहेको छ। जनस्तरबाट सांसदहरू आफ्नै ढङ्गबाट लबिङ गर्ने विभिन्न कामहरू भइरहेका छन्। सबभन्दा पहिला एउटा बताइदिनुहोस् न, तपाईँ आदिवासी जनजाति महासङ्घका केन्द्रीय सचिव पनि हुनुहुन्छ। अब बनेका यी प्रदेशहरूको नामको सवालमा कस्तो हुनुपर्छ भन्ने आदिवासी जनजातिहरूको चाहिँ साझा सङ्गठनको दृष्टिकोण के हो, धारणा के हो? सर्वप्रथम हाम्रो श्रीकृष्ण सरलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो इन्डिजिनियस टेलिभिजनलाई पनि। यो प्रदेश बन्ने सवालमा हामीले हाम्रो आदिवासी जनजाति महासङ्घले यसभन्दा अगाडिदेखि नै उठाउँदै आएको चाहिँ बटम लाइन भनेको हाम्रो 10+1 नै हो। खैर यो 7 प्रदेश पछाडि अब राज्यले चाहिँ यो 7 प्रदेश बनाएर चाहिँ अगाडि बढाउने क्रम अहिले त्यसलाई कार्यान्वयनको दिशातर्फ अगाडि बढाइरहेछ। तर हामीले यसलाई चाहिँ हाम्रो जुन आदिवासीहरूले हिजोदेखि उठाउँदै आएको पहिचानमा आधारित राज्यको पुनर्संरचनाको कुरा भयो, त्यस्तै गरेर आदिवासी जो उत्पीडित वर्ग समुदायहरू मध्येको एउटा समुदाय, आदिवासी समुदायहरूलाई चाहिँ न्याय दिलाउने सम्बन्धमा, हक अधिकार दिलाउने सन्दर्भमा चाहिँ यो पहिचानमा आधारित नै 10+1 प्रदेशै हुनुपर्छ बटम लाइन भन्ने नै हाम्रो पहिलादेखिको माग थियो। र अहिले 7 प्रदेश भइसकेको अवस्थामा पनि हामीले चाहिँ हाम्रो बटम लाइनलाई चाहिँ यथावत राख्दै 10+1 नै हाम्रो चाहिँ अन्तिम लक्ष्य हो भन्ने हिसाबमा अगाडि बढ्दै यो अहिलेको 7 प्रदेशलाई चाहिँ हामीले संयुक्त नाम दिएर चाहिँ अगाडि यसलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ अहिले पहिलो अवस्थामा चाहिँ, पहिलो फेजमा चाहिँ। र त्यस पछाडि फेरि हामीले पछाडि चाहिँ अब यो जस्तो उदाहरणको लागि यो प्रदेश नम्बर 3 लाई चाहिँ हामीले नेवा तामसालिङको रूपमा चाहिँ यसलाई नामाकरण हुनुपर्छ भनेका छौँ। र यस पछाडि हामीले नामाकरण पश्चात चाहिँ बिस्तारै यसलाई चाहिँ हामीले यो प्रदेशहरूलाई चाहिँ 8 नम्बर, 9 नम्बर, 10 नम्बर बनाएर चाहिँ बिस्तारै हामी आदिवासीहरूको हिजोदेखि हामीले उठाउँदै आएका पहिचानमा आधारित राज्यको पुनर्संरचना हुनुपर्छ भनेर अहिले हामीले त्यो मुद्दालाई चाहिँ यथावत रूपमा अगाडि बढाउँदै अभियान हामीले चालिरहेछौँ। यसको अर्थ चाहिँ अहिले जुन 7वटा प्रदेश छ, 7वटा प्रदेशमध्ये एउटा प्रदेशको नामाङ्करण भइसकेको छ। अरू प्रदेशको हकमा साझा नाम हुनुपर्छ, अर्थात् चाहिँ बहुपहिचानको। जस्तो 3 नम्बर प्रदेशको भन्ने हो भने नेवा र तामाङको चाहिँ आदिभूमि परेको कारणले नेवा तामसालिङ प्रदेश भयो भने उपयुक्त हुन्छ भन्ने तपाईँहरूको मुद्दा, यो ढङ्गको तपाईँको धारणा हो जनजाति महासङ्घको? हजुर, हाम्रो अहिले त्यही नै हो। हामीले चाहिँ हुन त संविधानमा एउटा निषेधकारी धारा पनि राखेको छ, धारा 274, जसबाट चाहिँ यो प्रदेशहरूलाई चाहिँ पछि 7 देखि 8 हुँदैन भन्ने खालको त्यसमा त्यो आशय छ। त्यसलाई अहिले हामीले चाहिँ संविधान संशोधन मार्फत चाहिँ त्यो बाध्यकारी राखिनु हुँदैन। जसरी भारतमा चाहिँ 14 प्रदेशबाट अहिले 29-30 वटामा भइसकेको छ। त्यसले गर्दा त्यहाँ चाहिँ बरु कुनै पनि एउटा देश टुक्रिने जुन हामीलाई अहिले आरोप लगाइन्छ, यो देश टुक्रिने जातिवादी देशको चाहिँ एउटा विकास र समृद्धिको बाधक भनेर, तर त्यसको विपरीत भारतमा त त्यस्तो भएको छैन। भारत अहिले एउटा विश्व अर्थतन्त्रमा त निकै अगाडि आइसकेको मुलुक हो।
जहाँ त्यहाँ चाहिँ पछिल्लो समयमा भर्खरै पनि त्यो विभिन्न राज्यहरू चाहिँ बन्ने क्रम छ। त्यसमा एउटा भाषिक एउटा पहिचानको आधारमा, जातीय पहिचानको आधारमा पनि भइरहेछ, समुदायगत पहिचानको आधारमा पनि भइरहेछ। त्यसरी नै हुनुपर्छ हामीले भनिरहेछौँ। र अहिले सुरुको अवस्थामा चाहिँ अहिले हामीले संविधान संशोधन त्यो अवस्थामा हामी नपुगिन्जेलसम्मको लागि चाहिँ यो हामीले चाहिँ बहुपहिचानमै आधारित, जस्तो नेवा ताम्सालिङ 1 नम्बरलाई चाहिँ किराँत लिम्बुवान, त्यसरी नै 2 नम्बरलाई चाहिँ हामीले मधेसै भनेका छौँ, 3लाई चाहिँ तपाईँ हामीले अघि भनिहाल्यौँ। त्यसरी 4लाई पनि मगरात, तमुवान, मगरात, त्यसै गरेर 5लाई चाहिँ मगरात, अवध, थरुहट भनेर त्यसरी हामीले चाहिँ अहिले यो क्रममा चाहिँ यो प्रस्तावित नाम हामीले राखिरहेछौँ। र त्यही अनुसार हामीले राज्यको विभिन्न संयन्त्रहरूमा पनि यो लबी गर्ने, दबाब दिने विभिन्न हामीले कार्यक्रमहरू मार्फत चाहिँ जनप्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत चाहिँ अहिले हामीले जनदबाब सिर्जना गरिरहेको अवस्था छ। तपाईँहरूको आदिवासी जनजाति महासङ्घको तर्फबाट यो मुद्दालाई, यो कुरालाई लिएर सायद चाहिँ राजनीतिक पार्टीका नेताहरूसँग छलफल गर्ने, बहस गर्ने, उहाँहरूलाई चाहिँ यो कुरा बुझाउनुको लागि डेलिगेसन जाने लगायतका काम त भयो होला। अहिलेका नेतृत्व भनेको चाहिँ विशेषतः नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रमुख रूपमा रहेको, उसले चाहेको अनुसार चाहिँ अब नामाङ्कन गर्न सकिने जस्तो देखिएको छ। अधिकांश प्रदेशमा 2/3 बहुमतको आवश्यकता छ। त्यो पार्टीसँग सम्बन्धित नेताहरू, कार्यकर्ताहरूसँग तपाईँहरू छलफल बहस त्यो गर्दाखेरि उहाँहरूले के भनिरहेका छन् तपाईँहरूको यो मुद्दाको सन्दर्भमा? उहाँहरूले भन्ने भनेको चाहिँ हामीलाई, अब हामीले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई चाहिँ भेट्न पाएको छैनौँ। त्यो हामीले चाहना हुँदाहुँदै पनि भेट नदिइराख्नु भएको अवस्था। त्यो चाहिँ अब उहाँले चाहिँ अब हामीले हिजोदेखि आदिवासीको नजरले हेर्दाखेरि चाहिँ उहाँहरू अलिकति हाम्रो यो पहिचानको माग मुद्दाहरूप्रति त्यति धेरै सकारात्मक हुनुहुन्न। त्यसको कारणले गर्दा पनि अहिले हामीलाई सायद त्यो भेट नदिइराख्नु भएको अवस्था छ। त्यति हुँदाहुँदै पनि हामीले हाम्रै समुदायबाट जो तपाईँले भन्नुभएको छ नेकपा नेपाल कम्युनिस्ट पार्टी, अनि त्यस्तै गरेर प्रतिपक्षी दलहरूको पनि आदिवासी हाम्रा नेताहरू, मन्त्रीहरूलाई चाहिँ यो खालको हाम्रो पहिचानका कुराहरू, अधिकारका कुराहरू, हाम्रो माग मुद्दाको कुराहरूलाई लिएर उहाँहरूसँग छलफलहरू चाहिँ लिइराखेका छौँ। तर उहाँहरूबाट अब सकारात्मक नै अब हामीलाई आश्वासन चाहिँ आउँछ। तर त्यो जब त्यो नीति कार्यक्रमहरू बन्दै गर्दा अहिले अब प्रदेश स्तरमा, सङ्घ स्तरमा, स्थानीय स्तरमा विभिन्न यो ऐन नियम कानुनहरू बन्दैछ। त्यो ऐन नियम कानुनहरू बन्दै गर्दा चाहिँ हाम्रो त्यो मुद्दाहरूलाई जुन हामीलाई आश्वासन हिजोदेखि दिँदै आइरहेको छ, अब हाम्रो अब 9 बुँदे 20 बुँदे सहमति पनि भएको छ आदिवासीहरूसँग, ती कुराहरू चाहिँ त्यो देखिँदैन। त्यसको मतलब चाहिँ हामीलाई फेरि पनि आश्वासन दिने अनि झुक्याउने खेल मात्रै राज्यले चाहिँ अहिले खेलिरहेको छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो अहिलेको अवस्थामा चाहिँ हामी कुन ठाउँमा पुगेको छौँ भन्दाखेरि खैर हाम्रो आदिवासीको अभियान चाहिँ अलिकति सुस्त अवस्थामा भए तापनि अब फेरि हामी चाहिँ सङ्गठित भएर एउटा हाम्रो लागि नै अगाडि आएर चाहिँ आन्दोलन नै हाम्रो अन्तिम विकल्प हो, त्यो गर्नुपर्छ। त्यस्ता खालको सशक्त आन्दोलन हामीले नगरिकन हाम्रो आदिवासीहरूको हिजोदेखि उठाउँदै आएको माग मुद्दाहरू चाहिँ सम्बोधन हुँदैन भन्ने अवस्थामा अहिले चाहिँ हामी संस्थागत रूपमा चाहिँ निर्णयमा पुगिसकेको अवस्थामा छ। भन्दाखेरि अब तत्कालै तपाईँहरू चाहिँ यो सङ्घर्षका कार्यक्रमहरू चाहिँ ल्याउनुको लागि तयारी गर्दै हुनुहुन्छ? हजुर हजुर। र केही चरणको त हामीले सम्पन्न पनि गरिसकेका छौँ, यहाँहरूलाई अवगत भएकै कुरा पनि हो। अब थप चरणको कार्यक्रम पनि आउनेछ? अहिले नै हामीले त्यो अब बैठकबाट चाहिँ निर्णय गरिसकेको अवस्था छैन। तर हामीले यो निकट भविष्यमा एउटा आदिवासी राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने कार्यक्रम राखिरहेछौँ। त्यसमा चाहिँ हाम्रो आदिवासीहरूको माग मुद्दाहरू चाहिँ हामी आदिवासीहरूले मात्रै बोल्ने अहिले समस्या भइरहेछ क्या। भनेको मतलब हामी आदिवासीहरूको माग मुद्दा अधिकारका कुराहरू चाहिँ यो हामी आदिवासीकै मात्रै हो भन्ने खालको एउटा राज्यले बुझिरहेको अवस्था छ। तर जबकि हामी चाहिँ के भनिरहेछ भने हामी आदिवासी लगायत उत्पीडित वर्ग समुदायले उठाउने माग भनेको यो सम्बन्धित समूह, सम्बन्धित जाति, सम्बन्धित वर्गहरूको मात्रै होइन, सम्बन्धित लिङ्गहरूको मात्रै होइन, यो चाहिँ एउटा राज्यको मुद्दा हो, राजनीतिक मुद्दा हो, राज्यको एउटा सामाजिक मुद्दा हो। यो राज्यको राजनीतिक र सामाजिक मुद्दालाई चाहिँ सम्बोधन नगरिकन राज्य समृद्धितर्फ अगाडि बढ्दैन भन्ने हाम्रो चाहिँ एउटा त्यो निष्कर्ष हो। र त्यो भएको हुनाले यदि सबै समुदाय, सबै वर्ग, सबै लिङ्गहरूलाई चाहिँ समान रूपमा हामीले चाहिँ
एउटा अधिकारको कुराहरू, उहाँहरूलाई पहुँचको कुराहरू, प्रतिनिधित्वको कुराहरू सुनिश्चित गर्यो भने मात्रै देश चाहिँ अगाडि बढ्छ भन्ने हिसाबमा हामी अहिले गइरहेछौँ। त्यसै सन्दर्भमा अहिले हामीले यो राष्ट्रिय राजनैतिक सम्मेलन गर्न खोजिरहेछौँ। त्यसमा चाहिँ हामी सबै आदिवासीहरू जुन जुन पार्टीमा छौँ, जुन जुन संस्थामा छौँ, जुन जुन क्षेत्रमा आबद्ध भएर हामीले यो अभियान जारी गरिरहेछौँ, हामी चाहिँ हाम्रो यो मुद्दाहरू बोल्दै गर्दा चाहिँ अब हामीलाई यो पार्टीको कारणले, विभिन्न अब समूहको कारणले, क्षेत्रको कारणले हाम्रो मुद्दाहरू बोल्दै गर्दा चाहिँ अलिकति विविधता देखिने, त्यसले गर्दाखेरि त्यो हाम्रो सुधार्न सक्ने कमजोरीलाई चाहिँ हामीले सुधार्नुपर्छ। अब हामी चाहिँ एउटै मञ्चमा बसेर एउटा सङ्गठित भएर एउटा सङ्गठित आवाज चाहिँ हाम्रो यो हो भन्ने हिसाबमा चाहिँ तपाईँ जुनसुकै पार्टीको व्यक्तित्व किन नहुनुहोस्, जुनसुकै एउटा संस्थाको किन नहुनुहोस्, हामी आदिवासीहरूले बोल्ने चाहिँ आवाज एउटै हुनुपर्छ भन्ने हिसाबमा अहिले लागिरहेछ, जसले गर्दा चाहिँ अलिकति राज्यलाई पनि हाम्रो अभियान, हाम्रो आवाजले चाहिँ सुन्न सकोस् भन्ने हाम्रो तपाईँको सङ्गठन भन्दाखेरि एउटा आदिवासी जनजाति महासङ्घ भयो, अर्को तपाईँको जातीय सङ्गठन हजुर नेपाल थामी समाज। नेपाल थामी समाज, जुन थामी समाजको तपाईँ अध्यक्ष पनि हुनुहुन्छ, भन्दाखेरि थामी समाजको स्थिति अहिले के छ त सङ्गठनको हिसाबले? त्यो सङ्गठन अगाडि बढ्नुको लागि अब यो पहिचानका मुद्दा यो स्थापित गर्नुको लागि कतिको सङ्गठित, कतिको परिचालन गर्न सकिने, कतिको बुझाइरहेको, के कस्तो स्थिति अहिले हाम्रो सङ्गठनमा? हामीले नराटी भन्नुपर्दा समस्या छ। कस्तो समस्या भन्दाखेरि मैले अलिकति अघि पनि भने, त्यो एउटा कारण हामीमा एउटा विभिन्न कारणहरूले चाहिँ हाम्रो विचार बाँधिएको छ। त्यो विचारहरू, हाम्रो विचारमा विविधता छ, त्यो विविधतालाई चाहिँ हामीले सङ्गठित गर्न सक्नु एउटा चुनौती छ अहिलेको अवस्थामा। र हुन त त्यो विविधतालाई एउटा हामीले सकारात्मक रूपमा पनि लिन सक्नुपर्छ। र अर्को भनेको हाम्रो सङ्गठनलाई चाहिँ अलिकति चुस्त दुरुस्त अनि त्यस्तो गरेर अध्यावधिक गरिराख्नको लागि चाहिँ मुख्य रूपमा चाहिने भनेको चाहिँ हामीलाई रिसोर्सेस हो, स्रोतहरू हो। अहिले स्रोतहरूको अभाव छ। हामीलाई सरकारले यो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान मार्फत केही आर्थिक स्रोतहरू उपलब्ध गराउँथ्यो। त्यो त्यसबाट हामीले हाम्रो संस्थाको कार्यालयहरू सञ्चालन गर्न सकिरहेका थियौँ। र आर्थिक वर्षमा केही कार्यक्रमहरू हामीले एउटा जनचेतनामूलक कार्यक्रम, सङ्गठन विस्तारको कार्यक्रमहरू, हाम्रो माग मुद्दाहरूलाई चाहिँ जनस्तरसम्म पुर्याउने कार्यक्रमहरू गर्न सकिरहेका थियौँ। त्यो अहिले हामीले गर्न सकिरहेको अवस्था छैन। र यो अहिले हाम्रो मुख्य चुनौती हो। यसलाई हामीले चाहिँ कसरी फेस गरेर जाने भन्ने सन्दर्भमा चाहिँ निश्चित योजनाहरू पनि हामीले बनाइसकेको अवस्था छैन अहिले चाहिँ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजन। इन्डिजिनियस टेलिभिजनमा हामी कुराकानी गर्दैछौँ मुलुकको पहिचानको मुद्दा उठाइरहेका समुदायमध्ये नेपालका आदिवासी जनजातिहरू, जसको प्रतिनिधित्व गरिरहेको अवस्था भनेको नेपाल आदिवासी जनजाति महासङ्घ हो। नेपाल आदिवासी जनजाति महासङ्घका सचिव समेत रहनुभएका र नेपाल थामी समाजका अध्यक्ष समेत रहनुभएका सुखदेव थामीसँग हामी कुराकानी गरिरहेका छौँ। अब भने छोटो विश्रामपछि फेरि पनि उहाँसँग कुराकानी गर्नेछौँ। अबको कुराकानी विशेषतः 3 नम्बर प्रदेश, जुन प्रदेशमा थामी समुदायको पनि यो आधारभूमि हो र थामी समुदाय पनि अल्पसङ्ख्यक रूपमा यो ठाउँमा बसोबास गरिरहेको अवस्था छ। थामी समुदाय र नेपालका आदिवासी जनजातिहरू यो 3 नम्बर प्रदेश कस्तो प्रदेश होस् भन्न चाहन्छन् त, यी विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। अब भने छोटो विश्राम। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या खिखी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्मिता ताइले स्वेगु लोमङ्का दिमते नेवाला फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। सुखवीर थामीजीलाई हामीले आमन्त्रण गरेका छौँ, उहाँसँग कुराकानी गर्दैछौँ र उहाँ नेपाल थामी समाजका अध्यक्ष समेत रहनुभएका र नेपाल आदिवासी जनजाति महासङ्घका सचिव समेत हुनुहुन्छ। उहाँसँग कुराकानीतर्फ फेरि लागौँ। सुखवीर थामीजी, 3 नम्बर प्रदेशको सन्दर्भमा भन्नुपर्दाखेरि थामी समुदायको पनि आदिभूमि रहेको, अल्पसङ्ख्यक आदिवासी जनजाति मध्ये थामी समुदाय पनि यो 3 नम्बर प्रदेशमा रहेको। 3 नम्बर प्रदेशमा जम्मा 12वटा आदिवासी जनजाति समुदाय अल्पसङ्ख्यक रहेका छन्, नेवा र तामाङ बाहेक। नेवा र तामाङ भनेको त बहुसङ्ख्यक भइहाल्यो।
थामी समुदाय लगायत अल्पसङ्ख्यक आदिवासी जनजातिहरू जुन 3 नम्बर प्रदेशमा आधारभूमि बनाएर बसेका छन् उहाँहरूले चाहिँ साँच्चै चाहिँ नेवा तामसालिङ प्रदेश नाम राख्दाखेरि आफूहरू डोमिनेट भएको आफूहरू कमजोर भएको त्यस्तो महसुस त केही गर्दैन के हुन्छ होला पहिलो कुरा हामी अहिले यो अल्पसङ्ख्यक र बहुसङ्ख्यकको हिसाबमा हामी अहिले आदिवासी महासङ्घले चाहिँ जनजाति महासङ्घ लगायत आदिवासी जनजाति महासङ्घसँग आबद्ध 56वटा जातीय संस्थाहरूले चाहिँ स्वीकारेको अवस्था छैन यो अल्पसङ्ख्यक र अहिले जुन सरकारले चाहिँ अल्पसङ्ख्यक जुन निर्वाचन आयोगले एउटा निर्वाचन यो समितिले चाहिँ नियमावली बनाउँदाखेरि यो जुन घोषणा गर्यो यसलाई चाहिँ हामीले विरोध गरेका छौँ हामीले अल्पसङ्ख्यक भन्दैनौँ कम सङ्ख्यामा भएका आदिवासी जुन 3 नम्बर प्रदेशमा थातथलो खुलेको 12वटा जम्मा भन्नुभएको छ र अर्को कुरा अब यो नेवा तामसालिङ हुँदै गर्दा हाम्रो आपत्ति हामीलाई डोमिनेसन हुन्छ भन्ने फिल हामीले त्यस्तो गर्दैनौँ किन गर्दैनौँ भन्दाखेरि त्यसमा पनि अब हामी बिचमा बुझाइ छ कस्तो बुझाइ भन्दाखेरि नेवा तामसालिङ भनेको एउटा इतिहास र सभ्यतासँग जोडिएको नाम हो पहिचानमा आधारित र कतिको बुझाइ कस्तो पनि छ भन्दाखेरि नेवा तामसालिङ भनेको चाहिँ अब त्यो आयो भने चाहिँ नेवा र तामाङहरू मात्रै अगाडि बढ्ने उहाँहरूले चाहिँ डोमिनेसन गर्ने भन्ने खालको जुन हल्लाहरू फैलाइएको छ त्यो हाम्रो जुन यो मागलाई चाहिँ अलिकति कमजोर गराउने यो हल्लाहरू फैलाइएको भन्ने हाम्रो निष्कर्ष हो र यो कुराहरूले हाम्रो समुदायलाई पनि असर चाहिँ गरेको छ जस्तो मेरै थामी समुदायमा जाँदाखेरि पनि कतिपय ठाउँमा मैले पनि त्यो भोग्ने गरिरहेको छु त्यो प्रश्न मलाई बार आइरहन्छ नेवा तामसालिङ आयो भने हामी थामीको अवस्था कहाँ हुने हामीलाई त्यसरी उहाँहरूले डोमिनेसन गर्नुहुन्छ अरे हामीलाई त्यो फेरि हिजोदेखि हामीले मागेको अग्राधिकारको कुराहरू हुँदैन भन्ने खालको कुराहरू गर्नुहुन्छ तर वास्तवमा त्यो त होइन अब यहाँभित्र हामी चाहिँ थाङ्मी स्वायत्त क्षेत्रको कुरा उठाइरहेका छौँ नेवा तामसालिङ चाहिँ प्रदेशको नामाकरण भयो भन्दैमा थाङ्मी स्वायत्त क्षेत्र हुँदैन भन्ने पनि एक खालको हल्ला फैलाइरहेको छ तर त्यो त असम्भव होइन नि त झन् स्वायत्त क्षेत्र संरक्षित क्षेत्र विशेष क्षेत्रहरूको कुराहरू त प्रदेशको नामाकरणको कुराहरू संविधानमा नआए तापनि त्यो कुरा त आएको छ नि त संविधानको धारा 56 को उपधारा 5 मा त संविधानमा आइसकेको कुरा त्यो सम्भव हुन्छ भनेर हामीले उहाँहरूलाई कन्भिन्स गराउने काम गरिरहेका छौँ र यो पहिचानमा आधारित प्रदेश अनि स्वायत्त क्षेत्र संरक्षित क्षेत्र विशेष क्षेत्रहरू संस्थागत भयो भने मात्रै हामी आदिवासीहरूले हिजो सदियौँदेखि भोग्दै आएको विभिन्न आधारमा त्यो चाहे सांस्कृतिक आधारमा किन नहोस् भाषिक आधारमा किन नहोस् राजनीतिक आधारमा किन नहोस् सामाजिक आधारमा किन नहोस् यी यस्ता आधारमा भएका राज्यले गरेका विभेदहरू चाहिँ त्यो परिपूर्ति हुन्छ र हामी एउटा समृद्ध देशको लागि चाहिँ समान भूमिका खेल्न सक्छौँ यो देशलाई एउटा समृद्धको बाटोतर्फ अर्थात् दिगो विकासको बाटोतर्फ अगाडि बढाउनको लागि चाहिँ हाम्रो पनि भूमिका उत्तिकै रहन्छ अरू समुदाय सरह त्यसो भयो भने मात्रै यो देश यो समाज चाहिँ एउटा समृद्धिको बाटोतर्फ अगाडि बढ्छ भन्ने हाम्रो चाहिँ त्यसरी अहिले हामीले चाहिँ उहाँहरूलाई भनिरहेको अवस्था छ हामी समुदायको कोणबाट हेर्दाखेरि 3 नम्बर प्रदेशभित्र स्वायत्त क्षेत्र चाहिँ हुनुपर्छ थामी समुदायको एकदमै हाम्रो यो कुन ठाउँमा तपाईँहरूको चाहिँ यो 3 नम्बर प्रदेशमा कुन ठाउँमा चाहिँ तपाईँहरूको चाहिँ माग गर्नुहुन्छ त हजुर हाम्रो थामी समुदायको उत्पत्ति स्थल भनेर हामीले दोलखाको राङराङ थलीलाई हामीले भनिरहेछौँ जुन अहिले यो दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 1 मा परेको छ त्यसलाई आधारबिन्दु बनाएर अहिले हाम्रो चाहिँ यो हुन त 18 सालको राजा महेन्द्रले जुन यो 75 जिल्ला विभाजन गरे त्यतिखेर पनि हाम्रो एउटा क्लस्टरलाई चाहिँ 3टा जिल्लामा विभाजन गर्ने काम गरेको छ जसमा अब सिन्धुपाल्चोक यता दोलखा रामेछाप पर्छ यो 3वटा जिल्लाका केही गाउँपालिकाका भूभागहरूलाई समेटेर चाहिँ थाङ्मी स्वायत्त क्षेत्र हुनुपर्छ र त्यो थाङ्मी स्वायत्त क्षेत्र हुँदै गर्दाखेरि हिजो 18 सालमा राजा महेन्द्रले त्यो छुट्याएको 3वटा जिल्ला र अहिले पनि जुन अहिलेको राज्य सत्ता र सरकारले पनि त्यही संरचनालाई चाहिँ आधार मानेर बनाएको यो स्थानीय संरचनालाई चाहिँ हामीलाई त्यो असर नपुर्याउने गरी चाहिँ स्वायत्त क्षेत्र हुनुपर्छ भनेर हामीले माग गरिरहेको कति जति जनसङ्ख्या रहेको अवस्था छ थामी समुदायको यो चाहिँ
3 नम्बर प्रदेशमा तपाईँहरूको तथ्याङ्कमा? हाम्रो सबैभन्दा बढी 3 नम्बर प्रदेशमै हो। यहाँ लगभग 90% थामीहरू यहीँ रहेका छन्। भन्दाखेरि जनसङ्ख्याको हिसाबले कति? जनसङ्ख्याको हिसाबले 26,000 जति हुनुहुन्छ। 26,000 26,000 को रहेको हाराहारीमा रहेको क्षेत्रलाई थामी स्वायत्त क्षेत्र निर्माण गर्नुपर्छ भन्ने तपाईँहरूको मूलभूत मुद्दा चाहिँ थामी समुदायको तर्फबाट। त्यो थामी समुदायको यो मागलाई सम्बोधन गर्नको लागि नेवा ताम्सालिङ या बागमती या नेपाल मण्डल या अरू कुनै नाम होस्, जे नाम भए पनि यो 3 नम्बर प्रदेशमा कुन नाम भने तपाईँहरूलाई यो चिजलाई चाहिँ सम्बोधन गराउनको लागि सजिलो होला त? हामीले भन्दाखेरि त पहिचानमा आधारित नामहरू नै आयो भने मात्रै, प्रदेशमा आयो भने मात्रै हाम्रो पनि एउटा जातीय पहिचानको आधारमा चाहिँ स्वायत्त क्षेत्र बन्छ भन्ने हाम्रो एउटा विश्वास हो, बुझाइ हो। त्यसैले गर्दाखेरि 3 नम्बर प्रदेश मात्रै नभएर हामी जस्तै थामीहरू जस्तै कम जनसङ्ख्यामा भएका आदिवासीहरू अरू प्रदेशहरूमा नै हुनुहुन्छ। उहाँहरू सबैको लागि यो पहिचानमा आधारित नामाकरण नै प्रदेशमा भयो भने मात्रै हुन्छ भन्ने हो। जस्तो तपाईँले अब विभिन्न उसमा सोध्नुभयो, यहाँ चाहिँ अब नेवा ताम्सालिङ नै हुनुपर्छ, त्यो भयो भने मात्रै त्यो एउटा आधार बन्छ हाम्रो लागि। स्वायत्त क्षेत्र, हाम्रो थामी स्वायत्त क्षेत्र एउटा हाम्रो थामीहरूकै नाममा बन्ने स्वायत्त क्षेत्रको लागि चाहिँ भनेर हामीले अहिले तपाईँको थामी समुदाय लगायत चाहिँ नेपालका आदिवासी जनजातिमध्ये अरू पनि कम सङ्ख्यामा रहेका आदिवासी जनजातिहरू 12वटा रहेको छ। हजुर, 3 नम्बर प्रदेशमा भन्दाखेरि अरू चाहिँ थामी बाहेकका अन्य आदिवासी जनजातिहरू जुन 3 नम्बर प्रदेशलाई आफ्नो थाथोलोको रूपमा मान्छन्, उहाँहरू पनि यही भावना छ कि उहाँहरूको के फरक विचार छ कि उहाँहरूसँग छलफल क्रममा एउटै डबलीमा बस्ने, एउटै मञ्चमा बस्ने क्रममा उहाँहरूको अभिव्यक्ति कस्तो आएको छ? केही कुराहरू बाहेक यो सबैको भावना सबै समुदायकै एउटै छ। जस्तो अब हाम्रो यो 3 नम्बर प्रदेशमा अब सुनवारहरू हुनुहुन्छ, जिरेल सुरेल हुनुहुन्छ, कसैले अब स्वायत्त क्षेत्रको कुराहरू उठाउनु भएको छ। अलिकति त्यो सङ्ख्याको आधारमा होइन, कुनै समुदायले चाहिँ हामीलाई संरक्षित क्षेत्र भए हुन्छ भन्नुभएको छ र त्यो एउटा मापदण्ड पनि राज्यले तोकेको छ होइन, त्यो अनुसार पनि अब मिलाप हुने गरी हामीले त्यो कुरा गरिरहेको छौँ। तर कतिपय कुराहरू हामीलाई त्यो नबन्नको लागि पनि मापदण्ड घुरिरहेको छ। जस्तो निश्चित सङ्ख्या पुग्नै पर्छ अनि मात्रै स्वायत्त क्षेत्र हुन्छ भनेर अहिले जुन गरिरहेको छ नि संविधानमा, र यो स्थानीय निकायको पुनर्संरचना आयोगले पनि त्यो खालको एउटा TOR बनायो नि, त्यसले त्यो कुरालाई हामीले हिजो पनि विरोध गरेका थियौँ। पहिला अब राज्यले हाम्रो समुदायलाई फुटाउने विभिन्न गाउँपालिका नगरपालिकामा, अनि फुटाइसकेपछि त्यो सङ्ख्या मापदण्डअनुसार नपुग्ने, अनि हाम्रो संविधानमा भएको कुरा किन त्यो सम्बोधन भएन भन्दाखेरि चाहिँ तिमीहरूको जनसङ्ख्या पुगेन भन्ने, फुटाउने चाहिँ उनीहरू, अनि हामीलाई एकै ठाउँ राख्नुपर्छ। हामी सबै एउटा कलेक्टिभ राइट्सको कुरा गरिरहेछौँ। हामी सबै समूहगत हिसाबमा बसेर चाहिँ हाम्रो समुदायको सँगसँगै यो देशको विकासमा पनि हामी टेवा पुर्याउँछौँ भन्दाखेरि उहाँहरूले फुटाउनुहुन्छ। अनि संविधानमै भएको कुराहरूलाई चाहिँ फेरि त्यसलाई कार्यान्वयन गर्ने पक्षमा चाहिँ यो मापदण्ड पुगेन, त्यो मापदण्ड पुगेन भनेर विभिन्न मापदण्ड तोक्दै चाहिँ अहिले हामीलाई चाहिँ अलिकति त्यो हाम्रो जुन उठाइरहेको मुद्दाहरूलाई चाहिँ कमजोर बनाउने कुरा गरिरहेको छ। यो कुराहरू चाहिँ हुनु हुँदैन, यो कुराहरू चाहिँ सच्याइनुपर्छ भनेर पनि अहिले हामीले त्यो कुराहरू उठाइरहेको छ। अबको अवस्थामा यो 3 नम्बर प्रदेशमा आदिवासी जनजातिहरूको मुद्दा सम्बोधनको 3 नम्बर प्रदेशमा केन्द्रित हुने हो भने कुन कुन आदिवासी जनजातिलाई चाहिँ स्वायत्त क्षेत्र, कुन कुनलाई संरक्षित क्षेत्र, कुन कुनलाई चाहिँ विशेष क्षेत्र बनाउने उपयुक्त हुने, त्यस्तो चाहिँ केही आधार त्यो विषयमा छलफल तपाईँहरूले गर्नुभएको छ? नेपाल आदिवासी जनजाति महासङ्घको कुरा गर्ने हो भने यो कुरामा अलिकति हामी अहिले यो नयाँ कार्य समिति आए पछाडि यो तपाईँले भन्नुभएको जुन एउटा गम्भीर विषय छ है, हामीले एउटा सङ्गठित रूपमा यो कुराहरू उठाउनु पर्ने आवश्यकता, अलिकति यसमा हामी चाहिँ पछाडि परिरहेको अवस्था छ। अब जस्तो म थामी समुदायमा चाहिँ के हुनुपर्छ भनेर म थामी समुदायकै एउटा व्यक्तित्व भएको, अर्थात् भनौँ सम्पूर्ण थामीहरूकै एउटा अग्राधिकार हुन्छ नि त। अब जस्तो मैले स्वायत्त क्षेत्र भने होइन, अब जिरेलको हिसाबमा उहाँहरूले के भन्नुहुन्छ होइन, सुरेलको हिसाबमा अब संरक्षित क्षेत्र हो कि विशेष क्षेत्र हो कि स्वायत्त क्षेत्रहरू उहाँहरूले के भन्नुहुन्छ भन्ने हिसाबमा चाहिँ अहिले महासङ्घले नै चाहिँ यही हो भनेर ल्याइसकेको अवस्था छैन। तर उहाँहरूसँग हामीले छलफल गरेर यो कुराहरूलाई पनि हामीले जोडेर चाहिँ अगाडि लाने
अहिले चाहिँ समुदायको तर्फबाट आदिवासी जनजातिको तर्फबाट त्यो कुरा आइरहेको होला नि त। महासङ्घले आधिकारिक रूपमा छलफल नगरे तापनि जस्तो तपाईँले थामी समुदायको भन्नुभयो हजुर। जस्तै जिरेल भयो हजुर। या चाहिँ अरूको पनि त्यस्तो कुरा आइरहेको होला। तपाईँलाई थाहा भएको कुरा उहाँहरूको माग अनुसार के छ त? अब जस्तो जनसङ्ख्याकै आधारमा मैले अघि पनि भने है, जस्तो सुनुवार, थामी, जिरेल यी समुदायहरूको चाहिँ स्वायत्त क्षेत्र। अनि जस्तै अब सुरेलको हकमा अलिकति उहाँहरू अब कम सङ्ख्यामा हुनुहुन्छ, अनि हायुको हकमा उहाँहरूको चाहिँ संरक्षित क्षेत्रहरू हुनुपर्छ भनेर अहिले हामीले गरिरहेछौँ। यो विषयमा चाहिँ अनौपचारिक रूपमा औपचारिक रूपमा छलफल चाहिँ भइरहेको अवस्था छ। र केही कुराहरू मैले अघि पनि भने केही कुराहरू हामी बिचमै अन्डरस्ट्यान्डिङ हुन पनि बाँकी छ। त्यो कुराहरूलाई हामीले अब चाँडै फाइनलाइज गरेर हाम्रो अभियानलाई अगाडि बढाउनुपर्छ भन्ने चाहिँ सबैको त्यो भावना चाहिँ छ। तर केही कुराहरू अझै मिलाउन चाहिँ बाँकी छ। यो जुन पछिल्लो समयमा नामको सवालमा भाषाको सवालमा विभिन्न हिसाबले चाहिँ 3 नम्बर प्रदेशको लागि नेवार ताम्सालिङ समन्वय समिति बनाइएको छ, जसमा तपाईँहरूको पनि सहभागिता पछिल्लो समयमा देखिएको छ। हजुर हजुर। यसले के गरिरहेका छन्? अब चाहिँ त्यसले चाहिँ त्यो समन्वय समितिको कारणले यो सबैलाई एकै ठाउँमा ल्याएर चाहिँ एक ढङ्गको दबाब दिन, एक ढङ्गको त्यो वातावरण बनाउनको लागि सहज हुन्छ कि के हुन्छ? कतै यो कारणले फेरि चाहिँ आदिवासी जनजातिहरू पनि विभाजित हुने हो कि के छ त स्थिति? मुख्य यो यसको समन्वय समितिको उद्देश्य भनेको चाहिँ अब नेवा ताम्सालिङ प्रदेश नामाकरण गराउने हो। र नेवा ताम्सालिङ प्रदेश नामाकरण भयो भने होइन, अर्थात् नेवा ताम्सालिङ प्रदेश नामाकरण गराउँदै त्यसभित्र रहेका स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्रहरूको पनि एउटा नामाकरण गराउने एउटा लक्ष्य हो। र अर्को भनेको चाहिँ जुन हामीमा अलिकति समन्वयको कमी भइरहेछ होइन, जस्तो हिजोदेखि हामीले हिजोको दिनहरूमा के पनि देख्यो भन्दाखेरि अलिकति ठुलो सङ्ख्यामा जनसङ्ख्यामा भएका आदिवासी समुदायहरू एउटा हिसाबमा अभियान लाग्ने, सानो सङ्ख्यामा भएका आदिवासी समुदायहरू अर्को हिसाबमा चाहिँ अभियानमा लाग्ने, ठुलै सङ्ख्यामा भएका पनि 2 समुदाय छन् भने उहाँहरू पनि आफ्नो आफ्नै अभियानमा अगाडि लाग्ने। त्यसले गर्दा चाहिँ हामीले यो हाम्रो लक्ष्य चाहिँ एउटै, पहिचानमा आधारित राज्यको पुनर्संरचना हुनुपर्छ भन्ने नै। तर हामी हिँड्ने बाटो चाहिँ फरक फरक भए। त्यसले गर्दाखेरि चाहिँ हाम्रो यो पहिचानमा आधारित राज्यको पुनर्संरचना निर्माण गर्ने अभियान चाहिँ अलिकति कमजोर भयो। त्यसले गर्दाखेरि त्यो कमजोरीलाई अब हामी सुधारेर हामी समन्वयात्मक तरिकाले सहकार्य गर्दै हामी बिचमा भएका केही त्यस्ता मिसअन्डरस्ट्यान्डिङहरू छ भने त्यो कुराहरूलाई पनि हामीले क्लियर गर्दै अब अगाडि बढ्नुपर्छ भन्ने एउटा उद्देश्य नै यो समन्वय समितिको गठन हुनु हो। र यसबाट हामीले चाहिँ के चाहिँ विश्वास लिएको छौँ भन्दाखेरि हिजोको जस्तै अलिकति हामी बिचमा मिसअन्डरस्ट्यान्डिङ हुनको साटो चाहिँ यसले चाहिँ अलिकति हाम्रो अभियानलाई अझ सशक्त बनाएर जान्छ। त्यस्तो खालको मिसअन्डरस्ट्यान्डिङ चाहिँ अब हुँदैन भन्ने नै हाम्रो चाहिँ एउटा विश्वास हो। त्यही कारणले पनि हामीले चाहिँ अब यो समन्वय समिति सँगसँगै महासङ्घले पनि काम गरिरहेको अवस्था छ। सुखबीर थामीजी, तपाईँ यहाँसम्म आइपुग्नुभयो र आफ्ना विचार राख्नुभयो, यसको लागि धन्यवाद। फेरि भेटौँला। नमस्कार जोजोलोपा। हस् हजुर, श्रीकृष्ण सरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँसम्म ल्याएर आफ्नो एउटा विचार चाहिँ प्रस्तुत गर्ने अवसर दिनुभएकोमा, र यो सिङ्गो इन्डिजिनियस टेलिभिजन परिवारलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। सेवा नमस्कार जोजोलोपा। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला